टपको सर्ट भयो होइन अनि यो दुईवटा ट्याङ्की भयो क्लिनिङ गर्नुपर्ने अनि यो टायरहरू सबै माथि रेलिङको टायरहरू पनि यो मार्बलहरू भनौँ न मार्बल टायरहरू सबै सफा गर्ने त्यस पछाडि यो विन्डोजहरूको स्टिकरहरू सबै निकाल्ने अनि यो किचन होल डिप क्लिनिङ गर्नु पऱ्यो यो टोयलेट एउटा रुम भइहाल्यो डस्टिङ मर्टिङ गर्दा भइहाल्यो एउटा बाल्कनी भयो त्यस पछाडि यो पूजा कोठा भइन्छ यो एउटा पूजा कोठा यो भर्याङहरू सबै डस्टिङ मर्टिङ गरिदिने नर्मल पुछिदिउँ पार्किङ फ्लोर जति सबै नर्मल पुछिदिने होइन पुछिदिने अब यो विन्डोहरूको चाहिँ बाहिरभित्रको सिसाको स्टिकर पनि निकालिदिनु टायलहरू अनि त्यस पछाडि यो टोयलेट त्यस पछाडि यो बाल्कनी सिसाहरू टोयलेट हो सर यो टोयलेट यहाँ चाहिँ दुईवटा रहेछ होइन यो विन्डोहरू बाल्कनीहरू सफा गरिदिने होइन त्यस पछाडि यो भर्याङको पार्किङ एरिया फ्लोर जतिमा चाहिँ नर्मल खालको कुचो र पोसा मात्रै लगाइदिँदा भयो डिप क्लिन चाहिएन अनि त्यस पछाडि यो एउटा टोयलेट भयो यो रुमको भयो यो नर्मल खालको किचन छ यो बाल्कनी भयो यो टायलहरू चाहिँ डिप क्लिनिङ है पर्खिनै सकेको छैन त्यस पछाडि यो पार्किङ फ्लोरहरू केही गर्नु पर्दैन माथि डस्टिङ गर्नु मात्रै यो यति एरिया छ यो एरिया सफा गर्नु त्यस पछाडि यो रुम छ है यस्तो खालको रुम छ यो चाहिँ होल्ड क्लिन गर्नु पऱ्यो दुईवटा रुम छ त्यहाँ टोयलेट छ एउटा है त त्यस पछाडि यो अगाडिको पार्किङको स्टोनहरू होल्ड क्लिनिङ त्यो क्लिन गरिदिनु पऱ्यो त्यो